तर्फबाट नमस्ते। आज चाहिँ रेडी भएर बाहिर निस्किन लागेको हामीहरू बहिनी म अनि छोरालाई बोक्दैछ। कान्छीले चाहिँ कान्छी अगाडि अगाडि म पछाडि पछाडि दरबार स्क्वायर आइपुग्यौँ हामी भक्तपुरको। अनि भक्तपुरको स्पेसल दही त खानुभएकै होला तपाईँहरूले। कस्तो मिठो गुलियो लाग्छ, मलाई चाहिँ साह्रै राम्रो लाग्छ, मिठो लाग्छ। अनि चाहिँ घुम्दै दरबार स्क्वायर आइपुग्यौँ र कस्तो चर्को घाम रहेछ। त्यही भएर एकछिन हामी चाहिँ यहाँ बसेर दही खाँदै छोरालाई पनि खुवाएँ। छोराले पनि कस्तो मिठो मानेर खाँदैछ, हेर्नुहोस् न। साङ्किने पनि कस्तो मिठो भन्दै दही खाँदैछ, उसलाई पनि मन परेछ। अनि खान्छु भन्दै आफै खाँदैछ उसले चाहिँ। अनि यो दही चाहिँ भक्तपुरको स्पेसल दही अरे, जुजुदौ गुलियो हुन्छ, मिठो हुन्छ। तपाईँहरू पनि ट्राई गर्नु होला। अनि यस्तै छ। आजको दिन चाहिँ यस्तै हो गर्मीले। थ्याङ्क यू।